हेलो गाइस, वेलकम बैक इन माई युट्युब च्यानल। आज चाहिँ म राइट नाउ सिङताममा छु। बिहानै आज चाहिँ म गान्तोक जानेछु रम्फू हुँदै। अहिले बिहानै छु र तपाईहरु कहाँ हुनुहुन्छ होला, कस्तो होला, ठिकै होला। आज चाहिँ जस्ट नाउ राइट मैले सिङतामबाट पास हुनेछु रम्फूबाट चाहिँ रोडेथाङ हुँदै गान्तोक पास हुनेछु। अस्ति मेरो च्यानलमा जोडिनु गर्दा म अरु भ्यू चाहिँ रम्फूको भ्यू छेउमा गएर तपाईलाई देखाउनेछु बडे। आफ्टर 1 आवर पछि रम्फूमा हुन्छु। रम्फूको हेलो साथीहरु, राइट नाउ म चाहिँ रम्फूमा छु है। तपाईलाई अहिले ब्याक क्यामेराबाट तपाईलाई भ्यू देखाउनेछु। एकदमै घाम लागेको छ, गर्मी छ। रम्फूको भ्यू एकदमै धेरै गर्मी छ है। सिलगढीको हाइवे बाटो चाहिँ एकदम ब्लक रहेछ। यहाँको भ्यू यस्तै छ। एकदम धेरै गर्मी छ है, धेरै गर्मी। यहाँको पसल यस्तै हो। यहाँको गर्मी चाहिँ एकदम धेरै गर्मी छ। आज के दोकान एकदम बन्द जस्तो देखिरहेको छ। दोकान चाहिँ बन्द देखिरहेको छ नि आजको दोकान। एकदम क्यु लागेको छ ट्याक्सीहरू। आज दोकान बन्दहरू छ, एकदम म्याक्सिमम दोकान बन्द छ आज। एकदम धेरै गर्मी छ है। भ्यू आजको सबै दोकान बन्दहरू छ आज मन्डे रम्फू दोकान बन्दहरू छ एकदमै। यस्तो छ, एकदम धेरै गर्मी छ आज, धेरै गर्मी। बस्नु नसक्छु म, चाँडै जाउँ भनेको यो ट्याक्सी नबढेर पर्खिरहेको छ। हेर्नु रम्फूको यो एकदमै सर्ट भिडियो देखाइरहेको छु। कस्तोलाई यो तल्लो बजार हो। माथिल्लो बजार पनि छ, एकदमै ठुलो छ बजार त तल्लो बजार। आज सबै बन्दहरू छ। हेर्नु नि बजार एकदम गर्मी। दोकान सबै बन्दहरू छ। दोकान बन्द। गर्मी हो साथी हो, एकदम धेरै गर्मी छ। हट सिलगढीबाट गर्मी छ। हेर्नु यो 3टा वे छ, एउटा वे सिलगढी, हाम्रो स्ट्यान्ड चाहिँ लोकल स्ट्यान्ड, जहाँ चाहिँ सर्ट वे जान्छ, जसमा कि यहाँबाट चाहिँ रम्फू टु रोडेथाङ पाकिम जान्छ। लोकल स्ट्यान्ड हो यो। धुलो एकदम धेरै छ हौ। लोकल स्ट्यान्ड एकदम धेरै बिजी। हाम्रो साथीहरु यहाँनिर एकदम प्यासेन्जरको इन्तजार हुन्छ। यो बाटो चाहिँ रोडेथाङबाट आउँछ। रोडेथाङ भएर यहाँ
रम्फू आइपुग्यो बाटो वे रम्फूको यस्तै हो भ्यू गरी भएन र साथीहरू यहाँ चाहिँ सिक्किममा चाहिँ एकदमै सस्तो पाउँछ रक्सी किन्नुको रहेछ है कस्तो पाउँछ हेर्नु र दोकान एकदम प्रायः सबै बन्द रहेछ बिजी छ क्रस गर्नु गाह्रो भयो तल्लोपट्टि जानुपर्ने किन्नु क्रस गर्नु एकदम गाह्रो भएछ एकदम बिजीको रोड बाफरे रम्फूमा चाहिँ धेरै गर्मी छ है नेपालको विराटनगर बिर्तामा चाहिँ गर्मी रहेछ मैले चाहिँ रक्सी किनेँ यहाँबाट एउटा रक्सी किनेको छ एकदम राम्रो सस्तो पनि पाउँछ सिक्किममा सबभन्दा बेस्ट मैले किनेको छु किनेँ मैले चाहिँ एउटा प्याक गरिरहेको छ किने अब लान्छु लोकल सब्जी यहाँ बेचिरहेको छ यहाँ चाहिँ एकदम नेपालमा चाहिँ यो खाँदैन होला है यो चाहिँ यहाँ चाहिँ खाने चाहिँ नाकीमा होइन बहिनी नाकीमा साथी हाम्रो नेपालमा चाहिँ खाने गर्दैन होइन यहाँ चाहिँ सिक्किममा चाहिँ एकदमै यो चाहिँ एकदमै महँगो पर्छ है किलोको मैले चाहिँ टेस्ट गरेको छु तितो तितो हुन्छ अब तितो खाने चाहिँ सही छ र नेपालमा चाहिँ खाँदैन पुरा आज हाट लागेको छ बिहानै भएर बजार लागेको छ र त्यस्तै हो रम्फूको आजको दृश्य सागको चाहिँ सिङ्गी रहेछ लोकल रहेछ अर्ग्यानिक हाम्रो अर्ग्यानिक रहेछ अर्ग्यानिक लप्सी पनि रहेछ हेर्नु साथीहरू लप्सी इस्कोस नाकीमा यो तपाईँहरू खानु भएको छैन कमेन्ट गर्नु है त खानु भएको छ कि छैन ठिकै छ ब्याक यस्तै छ बोर्डरमा चाहिँ बजारको ब्याक देखाइरहेको छु यहाँनिर यहाँ हेर्नु सिङताम यहाँ रम्फूबाट सिङताम 11 किलोमिटर र रानीपुल 28 गान्तोक 40 11 स्ट्यान्ड छ हेलो साथीहरू यहाँ रम्फू टु लोरेथाङको बाटो चाहिँ एकदमै खराब रहेछ यो कुन ठाउँ एक्ज्याक्ट के भन्नुभयो दुबई जस्तो एकदमै बाटो खराब रहेछ म यी मेरो युट्युब तर्फबाट के भन्नु चाहन्छु भने हाम्रो यो बाटोको रोडको रिपेयरिङको लागि चाहिँ हाम्रो यो भिडियो चाहिँ हाम्रो सिक्किम गभर्मेन्टसँग पुगोस् भन्ने म आशा राख्छु र यो बाटोले चाँडैभन्दा चाँडै नै रिपेयर गरिदिनु भने हाम्रो पब्लिकको डिमान्ड छ त्यसैले मलाई आशा छ र सिएमको सम्म हाम्रो यो भिडियो पुगोस् र हाम्रो बाटो चाहिँ चाँडैमा चाँडै सही बनाइदिनु हुन्छ भन्ने हामी आशा राख्दछु र बाटो एकदमै खराब देख्यो यो बाटो धेरै वर्षदेखि नै खराब देखेको छ बाटो तपाईँले बाटो रोड हेर्दै हुनुहुन्छ एकदमै बाटो चाहिँ एकदमै खराब छ हेर्नुहोस् दुईवटा गाडीलाई साइडको दिनु पनि अप्ठ्यारो हुन्छ यहाँनिर एकदमै गाह्रो छ बाटो हेलो साथीहरू कस्तो लाग्यो आजको मेरो ब्लग मैले खासै राम्रोसँग ब्लग बनाउन पाइएन किनकि एकदमै धेरै गर्मी रहेछ र रम्फूको यस्तै हो बजार आजको मेरो छोटो सिक्किम रम्फूको ब्लगलाई यहीँ राख्नु छु दोस्रो यस्तै प्रकार नयाँ भिडियो लिएर आउनु छु हस् त बाई ह्याभ अ नाइस डे